वाई 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 एकदम वाई वाई तोला तुम दूजा तुम वाई वाई के बनाएको त यत्तिकै मेमोरी फुल गरेको छु क्या मेमोरी यत्रो धेरै खाली छ त्यही भएर फुल गर्न पर्यो 120 GB अझै खाली छ त्यही भएर फुल गरिदिनु के बुझी पुगेन भन त पुगेन पनि हिजै खानु भइरहेको छ बट्टामा हालिदिनु अहिले खान त पुग्छ नि होइन यहाँ छ यति हालिदिँदा हुन्छ नि फेरि आधी कतार गर्दै चुनै खान्छौ भने कुदा दिनु त सनामलाई हेलो थोरै हालिदिएको पुग्छ नि होइन तिमीलाई भोलिसम्म पुग्छ यत्तिकै भोलक त बोलेर हाल्छ त्यो त यत्तिकै गरेको क्या बोल्दै बनाऊ न अनि पो भाइरल हुन्छ त रेसमा छु त दाइ तपाईँ बनाउनु होला आइफोनले मेरो बोल्नको अलिकति उयो नै छैन क्या त्यही भएर भोइसमा क्लियरै छैन क्या त्यही भएर ए आउँछ दाइ बोल्नु होला बोल्दै गरेपछि अटोमेटिक आउँछ क्या दाइ बनाउनु चाहिँ रहर लाग्छ होइन बनाउनु होला अब त्यो के फाइदाबाट खै ए पुरै अँध्यारो कहाँबाट कहाँबाट आउनेहरू पारिदिनु पर्छ वालमा त्यो हो पुरै अँध्यारो यो यत्तिकै गरिरहेको छु यहाँको क्लिप कुनैमा जोड्नको लागि क्लिप राम्रो क्लिप बुझ्नुभयो चटपटाइकन बनाएको बनाएको त्यस्तो कहाँ ड्रेसमा भएको बेला कहाँ बनाउने होला त्यस्तो हुँदैन अनि यो कुनै बेला यस्तो क्लिप काम लाग्छ त्यही भएर राख्छु क्यामेरा पनि छ है तिमीसँग क्यामेरा छैन बेचिसक्यो क्यामेरा त त्यहाँ बेच्यो क्यामेरा महँगो किनेको थियो दाइ कतिमा किनेको 1,05,000 मा किनेको थियो नेपालको गोप्रो क्यामेरा अस्ति चलेको थियो त्यो गोप्रो हो त्यो त राम दाइलाई कतिमा बेच्यौ त्यो किनेको 1,05,000 किनेर पछि बेचिदिए कतिमा मिलाएर कतिमा सेकेन्ड ह्यान्ड किनेपछि त सेकेन्ड ह्यान्ड भइगयो कति 70-80 त गयो होला नि त किन भ्लग चलेन भ्लग चलेन चलेको गोप्रो चाहिँ विदेशबाट मगाएको थियो कति पुगेको थियो क्यामेरा ठिक हुन्छ सब्सक्राइबर त 15,000 क्रस छन् हेर्दै तिमीले किन टाइम बर्बाद गरेको यार त्यस्तो हुँदाखेरि पैसा आउने बेला भइसकेको रहेछ यार आइरहेछ पैसा त आइरहेछ है कति आइरहेछ थोरै आउँछ भिडियो नै अझै चले होइन हाल्नै पाएन कतार आएदेखि कति डलर पुगेको छ
कति कहिले $100 कति पुग्यो $100 पुगेपछि बल्ल निकाल्न मिल्छ कति पुग्यो त आजको छैन धेरै 25-30 यस्तै छ क्या हो कति त दिए त कहिले पुग्यो कति त पुग्यो थियो तपाईँहरूले भिडियो नै हेर्नुहुन्न अनि कहाँबाट आउँछ त्यहाँ छ नि होइन ल त यो रिक्वेस्टै गरेर गाडीमा भएको जति के हेर्नु त नि यार जिपी भाइ रिक्वेस्टै गरेर यो गाडीमा भएको जतिलाई चाहिँ चट्ट सब्सक्राइब गर्न लगाएर भिडियो चाहिँ हेर्नुपर्ने भयो नि त त्यसो भन्दा यार नयाँ नयाँमा जानु है यार नयाँ खोल्यो भएन भने क्याम्प घुम्दै जानुपर्छ रुममा ल है यो चाहिँ गरौँ है त्यहाँबाट कालेहरूले 3000 सम्मको अर्को खोलेको युट्युबमा हो हाल्नु होला सोहीले पनि त युट्युब चलाइरह सब्सक्राइब छैन त नि पुगिहाल्छन् 1000 कहिले पुग्न कसैले गर्दैन के आफ्नो साथीहरूलाई भन्ने नि सब्सक्राइब गर्दै भनेर सोहेलले आएदेखि मेहनत गरिरहनु खै कति पुगाए सोहीले कति पुऱ्यायो खै भ्युज पनि कुनैमा 2000 गह यार सोहेलको पनि राम्रो हाल्छ भिडियो यसको लागि एउटा नर्मल भए पनि ल्यापटप चाहिन्छ क्या एडिट गर्नलाई अनि राम्रो हुन्छ ल्यापटप मोबाइलबाटै एडिट राम्रो हुन्छ त एउटा मैले क्लिपको लागि लिन्छु यार कुनै बेला हाल्नको लागि आफ्नो सुट गर्ने त्यसपछि चमक क्लिप चट्ट एउटा फटेर खालको बाइक होस् होइन नेपालमा दामी हुन्छ नि नेपालमा त केटीहरू आफै आउँछन् त भिडियो सुट गरेपछि त यहाँ पो डर हो 20,000 के बाइक हो भने पनि काम दिन्छ क्या चट्ट त्यहाँबाट राख्ने अलराइट गाइज वेलकम टु बिडी ब्लग तपाईँ बनाउनु होला कहाँ कहाँ सुनेको थिएँ तपाईँको कहाँ कसले देखाएको थियो तपाईँको भिडियो मलाई कसले देखाएको मैले थियो बोलेर बनाएको चाहिँ इङ्ग्लिस ब्लगै मनसिन्छ नेपाली साइडमा बोलेर बनाएको थिएँ तर लाइकहरू राम्रो आएको छ तर नेपालीको छैन क्या त्यही आले मिलाएर डाङमा त्यत्रो तिर्सुल छ या तिर्सुलनिर गएर बनाउने नि डाङमा विश्वकै अग्लो तिर्सुल पहिलो भिडियो मैले त्यहीँ बनाएको थिएँ यार फर्स्ट ब्लग डाङमै बनाएको थिएँ पछि त्यो डिलिट हान्दिए गर्थ्यो 1100 भ्युज डिलिट हान्दिए गाउँको त्यो बुढाबुढी पनि लाम्बा खेल्दै बनाउनु थालिसक्यो सब पैसा मान्छेहरूले अझै त्यो फेसबुक पेजहरूमा हेर्नुपर्छ तल क्या हो कोही निस्किनेहरू भनेको मेहनत गर्ने भएपछि अहिलेदेखि गर्नु होला सक्सेस भइहाल्छ साँच्चै पछि गर्छु भन्दा हुँदैन मैले 1 वर्ष मेहनत गरेको थिएँ अनि बल्ल मोनिटाइज भएको त्यत्रो यार है 1 वर्षमा कति 4000 जति पुगेको थिएँ सब्सक्राइबर अनि वाच टाइम 4000 पुऱ्यायो मेलामा गई गीत गाउन त्यहाँनिर भन्दै आफ्नो युट्युब त्यही बेला यार 14,000 पुग्यो सब्सक्राइबर 4बाट पछि फेरि 1000 भरे ग्रुपमा गराएर अरूलाई गर्न पठाएको कि आफै गरेको कस्तो ग्रुपमा होइन स्टेजमा गीत गाउन गएको त्यही बेला भनेको यो नामको च्यानललाई सब्सक्राइब गर्ने भनेर डाङको त्यो लखन पार्क अनि के छ नि त्यहाँ सबै त बनाएर हालेको
गोराई मेला लाग्छ त्यहाँ पनि तपाईँले चाहिँ आफ्नो साथीले यतै भने 1000 पुगिहाल्छ नि के ट्राई गरौँ त गर्नु होला तर च्यानललाई अलि राम्ररी मोडिफाई गर्नु होला सही हुन्छ चलेन भने टाइम पास हुन्छ नि है के भन्दा टिकटक भन्दा सही हो दाइ साँच्चै भन्छु ट्राई गर्नु पऱ्यो यार एकचोटि गएको आएको पनि टक्क अगाडि बसेर खिच्यो है टिकटकमा 300 पुग्छ भनेपछि लाइक गएको है त्यति त पुग्यो भने भइगयो नि है प्रायः ठुलो टिकटकरलाई हेर्नु होला सबको युट्युब च्यानल छ सबको फुल भयो अहिले फिल्म निकाल्न हल्का मजा आइसकेको थियो तर अहिले बुबाईको बोल्ने तरिका पनि एकदम राम्रो छ होस्टेल फिल्म निकाल्यो क्या हो होस्टेल त्यो केटी झन् कस्तो चलाउँछ गर्नु होला रोहितले भर्खर खोलेको आइडी असली सँगै हुँदा त खोलिदिएको थियो अहिले ठिकै भइसक्यो है तर अझै 100जना पुगेन त्यसले सेयर गर्दैनन् क्या हो सुरुमा त आफ्नो साथीहरूलाई भन्नुपर्छ कि सब्सक्राइब गर्न यत्रै बसमा 20-25 यहीँ भइहाल्छ त्यहाँ भनिदिनु त्यहाँ भइहाल्छ